हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। तपाईहरु सबैजनाले माया गरिदिनु भएको छ। आज हामी फाइनली यता यो समुद्रतिर आइसकेका छौं। तपाईहरु सबैजनालाई हामी यो भिडियो आजको भिडियो देखाउने छौं। मेरो युट्युब च्यानललाई पनि तपाईहरु सबैजनाले सब्स्क्राइब, लाइक, शेयर गरिदिनु होला। मेरो युट्युब चाहिँ दानियल बिसी अफिसियल छ। तपाईहरु सबैजनाले हेरेर साथ दिनु होला भन्न चाहन्छु। आज हामी परदेशमा आएर पनि यसरी साथीभाइहरुसँग भेट्दा एकदम खुसी लागिरहेको छ र आज हामी सबैजनासँग हामी परिचय गर्नेछौं, केही मिठा मिठा गफहरु गर्नेछु है त। ल लेट्स गो। आज देख्न सक्नुहुन्छ हाम्रो साथीहरु चाहिँ यता आउनु भएको छ। हामी चाहिँ आज घुम्न आइरहेका छौं। हामी परिचय लिँदै छु। हजुरको नाम सर? नमस्ते सम्पूर्णमा। मलाई चाहिँ यो ठाउँमा आएर यतिको छोटो आफ्नो मिठो परिचय दिन एकदम रेस्पोन्सिबिलिटी दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। मेरो नाम चाहिँ देवेन्द्र हमाल। म चाहिँ अहिले जाजरकोट भएर हाल चाहिँ कुवेतबाट हैन। अनि हजुरको नाम? नमस्ते, म चाहिँ सरोज तिमल सिन्हा। मेरो घर चाहिँ काभ्रे प्लान्चोक। खुसी लाग्यो तपाईसँग मिलेर यति भन्नु। अनि उता? मेरो नमस्ते, मेरो चाहिँ नाम हिमाल गतराज। म चाहिँ यहाँ आज दाजुहरूसँग भेटघाट गरेर खुसी लाग्यो। घुमघामको कार्यक्रममा यसो ठिकै रहेछ, रमाइलो रहेछ। समुद्र घुमफिर गरियो। धन्यवाद। अब म चाहिँ के अब हामी कुराकानीहरु गर्नेछौँ। अनि तपाईँ यहाँ कुवेतमा आउनु भएको कति भयो? झन्डै कुवेतमा आएको चाहिँ 1 वर्ष नै भयो भनौँ हैन। अब 1 वर्षको पिरियडमा चाहिँ ठिकै छ, खुसी नै छु हैन। यहाँ समय बितेको चाहिँ एकदम पत्तो नै भएन। 1 वर्ष नि कति चाँडै बितेको जस्तो एकदम फिल भइरहेछ हैन। अनि कस्तो लागिरहेछ त कुवेतमा आउँदा? तपाईलाई कस्तो फिलिङ भइरहेको छ? मलाई चाहिँ विशेष गरी आफ्नो गाउँ देश छोडेर अर्को ठाउँमा आउँदाखेरि चाहिँ अलिकति मनमा चाहिँ हुन्छ नि त्यो चस्स चाहिँ भइरहेको थियो हैन। त्यो भन्दा पनि अब आइसकेपछि एउटा छोरा मान्छे भएपछि परदेशिनु पर्छ, त्यो रहर हैन, बाध्यता हो हैन। त्यो सबैलाई थाहा भएको कुरा। र परदेशिएर पनि मलाई चाहिँ यो ठाउँमा आइसकेपछि एकदमै साथीहरु, यो एकदमै गाउँतिरको आफ्नै ठाउँतिरको आफ्नै नेपाली दाजुभाइहरु भेटिसकेपछि एकदम खुसी छु, किनकि त्यो मलाई नराम्रो फिल भएको नै छैन। धन्यवाद तपाईलाई। अनि तपाईलाई कस्तो फिल भइरहेछ त यहाँ कुवेतमा आउनु भएको कति भयो? हजुर, म चाहिँ लगभग भन्नुपर्दा नयाँ नै जस्तो हो। 7 महिना चान्चुन भयो। ठिकै छ, राम्रै छ भनौँ। अनि उता हाम्रो भाइलाई कस्तो लागिरहेको छ यहाँ आएर? मलाई पनि ठिकै लागेको छ दाजु। अब दाजुहरूसँग सबैसँग मिलेर घुमफिर गर्दाखेरि बसेको दिन गएको थाहा छैन, रमाइलो छ। यतिकै समय बितायो। अब घर कहिले जाने विचार छ त? समय यो गर्दा नै चाहिँ अहिले सोचेको छैन, केही समयपछि सोचेर जानुपर्छ। नभए ल म फेरि यताको प्रश्नमा आएँ। अनि विदेश त आउनुभयो, कस्तो छ? कम्पनीहरु सबै सोचे भन्दा राम्रो छ नि? ठ्याक्कै सोचे भन्दा चाहिँ अलि राम्रो छ भन्न पनि मिल्दैन र छैन भन्न पनि मिल्दैन। किनभने एउटा भिडियो पोस्ट गर्नु। हाम्रो चाहिँ अलि क्यामेरा म्यान अब हाम्रो नभएको कारणले गर्दा हामी इन्टरटेनमेन्टको लागि मात्रै साथीहरु भएको कारणले गर्दा एकजनाले क्यामेरा समात्ने अनि एकजनाले यसो मिलाइरहेको छ। अब एकजना हाम्रो भाइ हुनुहुन्छ, अनि तपाईको नाम भनिदिनुहोस्। नमस्कार, मेरो नाम ठ्याक्कै भन्नुपर्दा चाहिँ मेरो नाम मिलन विश्वकर्मा हो। हाल अहिले अब कुवेतमा छु। यसो घुमघामको लागि आज आइएको छ भन्नु। कति भयो आउनु भएको यता? म ठ्याक्कै 9 पुरा भएर 10 लाग्यो होला। अनि कस्तो अनुभव भइरहेछ त यो कुवेतमा आउँदा? कस्तो भइरहेछ त? कस्तो छ? सबै ठिक छ नि? अब नेपाल छोडेर आइएको छ परदेश। अब के भन्नु, अब कमाउनको लागि आएको हो। दायाँ बायाँ सोच्नु भएन हामीले। अब कमाइन्छ गइन्छ, के भन्नु। अब गर्मीको ठाउँमा दुःख गर्नु परेको छ। होटल लाइन दिनरात नभनी निन्द्राको माया मारी मारी काम गर्नु परेको छ। यस्तै छ, घरको पिर टेन्सन यस्तै छ। अब अवश्य पनि विदेशमा त अब सजिलो छैन। कतिजना अब हामी सबैजना विदेशमै छौँ, गाह्रो नै छ विदेशमा। अब हामी भिडियोको लगभग अन्तिमसम्म आइसकेका छौँ। तपाईहरु कसैलाई केही अब हामी अझै प्रश्न गर्नेछौँ गर्न चाहिँ। अनि के भन्छ अरे, अहिले त अब हाम्रो चाहिँ हामी खाडीमा यसरी हामी दुःख भोगिरहेका छौँ, हामीले यसरी दुःख पाइरहेका छौँ। हाम्रो नेपालमा चाहिँ
पुरै आन्दोलनहरू भइरहेको छ, कसैले राजावादी भनिरहेको छ, कसैले गणतन्त्रवादी भनिरहेको छ। तपाईँलाई चाहिँ के भइदिएको भए चाहिँ हामी युवाहरूले सुख पाउँथ्यो जस्तो लाग्छ नेपालमा? मलाई लाग्छ होइन, अब सबको आफ्नो जिज्ञासा हुन्छ। विशेष गरी मलाई के लाग्छ भने नेपालको अहिलेको तुलनामा राजावादी यो गणतन्त्रवादी भन्दा पनि हामी चाहिँ एउटा युवा भएर एउटा स्वतन्त्र रूपले युवाको इच्छा जिउनु पर्छ भन्ने हुन्छ होइन। त्यो युवाको एउटा इच्छालाई स्वतन्त्र रूपले नै जिउनु पर्छ। हामी चाहिँ कसैको निडरमा चल्नुहुन्न, एउटा आफ्नो हक अधिकारलाई नै सुनिश्चित गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र विशेष गरी राजावादी भनेको चाहिँ यो राजावादी आएर कुनै पनि फरक हामीलाई पर्दैन, र पहिला पनि थियो राजावादी होइन, राजावादी थियो र नि केही फरक परेन होइन। अहिले आउँछ होला, त्यो पनि फरक पर्दैन होइन। अब हामी चाहिँ आउने भनेको यही खाडीमै हो होइन। युवाको मेहनत दुःख पसिना भनेको खाडीमै जाने हो। खाडी र यो हङकङको रातो साडी भन्छ नि, हो यसरी नै जाने हो होइन। जस हामीलाई न राजा न सरकार, हामीलाई चाहिएको भनेको शान्ति, नेपाललाई सुखी हो सबभन्दा होइन। त्यो भएको कारणले गर्दा अब केही छ भनाइ आफ्नो आफ्नो। ल अब हामी चाहिँ फाइनली आज तपाईँ हामीले कसैलाई केही गर्न लागि हामीले कुनै राजनीतिको बारेमा हो, हामीलाई त्यस्तो हो पनि होइन। हामीले एउटा मात्र हामी इन्टरटेनमेन्टको लागि यसो घुम्दाखेरि साथीभाइको जमघाटमा चाहिँ यसैले हामीले कुराकानी गरिरहेका छौँ। तपाईँ सबैजनाले हाम्रो ब्लगलाई चाहिँ माया गरिदिनु होला भन्न चाहन्छु। ल सबैजनाले लाइक गरिदिनु होला। हामी यस्तो यस्तो भिडियो अरू भन्दा पनि यस्तो युवाहरूलाई देखेर तपाईँहरूले चाहिँ एकदमै लाइक गरिदिनु होला, किनकि तपाईँको एक लाइकले हामीलाई हजारौँ मान्छेको उत्साह एक्साइटेड आउँछ। ल त्यो तपाईँको लाइक मेरो लागि, उहाँ हामी सबैको लागि। ल अझै हामी ठाउँहरू देखाउने छौँ, दामी दामी ठाउँहरू देखाउने छौँ। यस्तै हो। ल सबैजनालाई नमस्कार। भिडियो एन्डिङ।